रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरूलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो त्यो नीतिमा। अनि त्यो सम्पत्ति शुद्धिकरण भन्ने नीति कहाँ प्रयोग भयो? नयाँ दलको एउटा पार्टी सभापतिमाथि सांसद पद खोज्नलाई प्रयोग भएको छ। कहिले त 31 उहाँ कता 68 सालको नीतिमा अझै खुल्लम खुल्ला राष्ट्र ब्याङ्क त हजुर काङ्ग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। धितोपत्र बोर्ड एमाले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो। फलानु देशको राजदूत यो दलीयकरणलाई निरन्तरता दिइन्छ लेखा भए हुन्थ्यो नि त। रक्सी मैले चोर्या हो होइन भन्ने बहससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। निरस बनाइया छ सदनलाई, भ्युटावर मजासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। अनि मैले पत्याउनु पर्ने हो अहिलेको? पत्याउँदिन, छैन, निरस छ। विश्वास छैन, हजुर कसैको विश्वास छैन। छातीमा हात राखेर आफ्नो इष्टदेवतालाई सम्झेर आफूले खाएको शपथ सम्झेर पक्ष र विपक्षमा, विश्वासको पक्ष र विपक्षमा मतदान गरौँ। कसलाई सम्झेर? कुलदेवतालाई सम्झेर, इष्टदेवतालाई सम्झेर। दुईटै कहाँ आउँछ? आरोग्य मालिस तेल, बाथरोग निवारण, हाड जोड्ने दुखाइ निर्मूल, लिगामेन्ट खिएको समस्याको समाधान, शरीर पोल्ने र झमझमाउनेबाट मुक्ति, युरिक एसिडको दुखाइबाट छुटकारा। अब दुखाइमा बस्नु पर्दैन। द्वन्द्वकालको बेलामा बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्ने, बेपत्ता पारिएका नागरिकहरूको खोजी गर्ने, उच्च स्तरीय आयोग बनाउने, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरी संक्रमणकालीन न्यायको प्रत्याभूति गरिने भनेको छ। आज यत्रा वर्ष 14 वर्षसम्म त्यो त के भए? घुर्की लाउने ठाउँ भए, थर्काउने ठाउँ भए, एकले अर्कालाई हुन्छ नि, देखिया छ नि, तीनजना एकै ठाउँमा बस्या। त्यहाँ संक्रमणकालीन न्यायको अवस्था कस्तो छ? 14 वर्ष भयो। त्यही 68 सालको नीति कार्यक्रम बुँदा नम्बर 31। सम्पत्ति शुद्धिकरण आर्थिक अपराधका विषय छन्। यही बीचमा होइन यो देश ग्रे लिस्टमा परेको, त्यहाँ छ 68 सालको नीतिको बुँदा नम्बर 45 हेर्नु होला। त्यहाँ के छ? रुग्ण उद्योगहरूको उत्थान र सञ्चालनका लागि विशेष कार्यक्रम ल्याइनेछ। हेर्नुहोस् त, वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आफ्नो जीवनी लेखेर किताब बेच्दै हिँड्नुभएको देख्नुभयो होइन? अनि मैले अहिले पत्याइदिनु पर्ने यो दस्तावेजलाई, यसमा विश्वास राख्नु पर्ने छैन, केही पनि छैन। छ, गजब छ। यहाँ गजब हुँदो रहेछ। गर्न नसक्ने काम र नगरेका काम लेख्ने, नीतिमा हाल्ने, अनि गरेका काम नलेख्ने पो रहेछ। गरे चाहिँ के छ त है त? नयाँ दल, यहाँ लेखा भए हुन्थ्यो नि मजासँग, नयाँ दलहरूमाथि राजनीतिक प्रतिस्रोत साँचिन्छ। रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरूलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो त्यो नीतिमा। राष्ट्रलाई दलीयकरण, व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखा भए हुन्थ्यो। अझै खुल्लम खुल्ला राष्ट्र ब्याङ्क त हजुर काङ्ग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। धितोपत्र बोर्ड एमाले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो। फलानु देशको राजदूत यो दलीयकरणलाई निरन्तरता दिइन्छ लेखा भए हुन्थ्यो नि त। अझै दलीयकरणलाई तल भुइँसम्म पुर्याइन्छ। त्यहाँको स्कुलहरू, त्यहाँको कलेजहरू, त्यहाँको खानेपानीहरू आफ्ना दलका कार्यकर्तालाई अपुङ्गी त्यहाँ नेतृत्व प्रदान गरिनेछ भनेर लेखा भए हुन्थ्यो। अझै लेखा भए हुन्थ्यो यो सदनलाई, यो सदनको सिर्जना मारिनेछ, यहाँ आरोप र प्रत्यारोपको बहस गराइनेछ। कतिसम्म त भन्दा रक्सी मैले चोर्या हो होइन भन्ने बहससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। निरस बनाइया छ सदनलाई, निरस छ सदन। गरेका काम त गर्ने काम र बनाए नीति त लेखा भए हुन्थ्यो नि। अर्को लेखा भए हुन्थ्यो अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखा भए हुन्थ्यो। भ्युटावर मजासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। अनि मैले पत्याउनु पर्ने हो अहिलेको? पत्याउँदिन, छैन, निरस छ। विश्वास छैन, हजुर कसैको विश्वास छैन। छातीमा हात राखेर आफ्नो इष्टदेवतालाई सम्झेर आफूले खाएको शपथ सम्झेर पक्ष र विपक्षमा, विश्वासको पक्ष र विपक्षमा मतदान गरौँ। कसलाई सम्झेर? कुलदेवतालाई सम्झेर, इष्टदेवतालाई सम्झेर। दुईटै कहाँ आउँछ? विश्वास छैन यसमा। सम्माननीय सभामुख महोदय, अब यसपटक म सरकारलाई सुझाव दिन्न। 29 महिनासम्म यो सदनभित्र आफ्नो अनुभवको विज्ञता भएको क्षेत्रको, आफ्नो अनुभव भएको विशेष क्षेत्रको र आफूले अनौपचारिक रूपमा अध्ययन गर्दै गरेको
र अनुसन्धान गर्दै गरेको कृषि क्षेत्र र नेपालको पुँजी बजारको बारेमा मैले व्यापक सुझावहरू दिएको छु। आउँदैन त, नआए पछाडि किन दिने? यो 29 महिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट र हामीले उठाएका र छेडेका बहसहरू। एडमिशन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। सबै खबर सबैका लागि।